नमस्कार, म कमल बोगटी। मैले आज एउटा सामाजिक सञ्जालमा एउटा सानो भिडियो बनाउने मन लाग्यो। यस भिडियोलाई जस्तो लाग्छ, कस्तो लाग्छ, जस्ताको त्यस्तै कमेन्ट, लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। मैले आज हाम्रो देशको बारेमा, राजनीतिको बारेमा सानो भिडियो बनाएर तपाईँको माझमा आएको छु। किनकि हामी युवाहरूले देशलाई कता लैजाने, कस्तो बनाउने, आफ्नो भविष्य कस्तो बनाउने भन्ने कुराहरू युवाको हातमा हुन्छ। त्यस कारणले गर्दा अबको 84मा अबको चुनाव आउन पनि करिब 1.5 वर्ष मात्र बाँकी छ। त्यस कारणले गर्दा अबको 84मा हामीले कस्तो मान्छेलाई भोट दिएर यो देशलाई कस्तो बनाउने भन्ने कुराहरू हामी युवाको हातमा रहन्छ। त्यस कारणले गर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै युवाहरूले एकजुट भएर यो देशलाई नयाँ एउटा परिकल्पना सोचेको देश बनाउनु पर्ने आवश्यकता छ। त्यस कारणले गर्दा यो देशलाई एउटै मान्छेको वरिपरि 2-4 मान्छेको वरिपरि मात्रै यो देशहरू चलिरहेको छ। जुन हुनुहुन्छ भ्रष्टाचारी, आतंककारी, तानाशाही प्रविधि जस्तो व्यक्तिहरूले अहिले यो देश चलाइरहनु भएको छ। जुन जनताले एउटा नयाँ विकल्पहरू पनि रोजेका थिए, जुन नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले 21 सिट लिएर संसदमा गएको थियो। गएर केही मन्त्रालयहरू पनि सम्हालेर 2 पटक चाहिँ तपाईँको गृह मन्त्रालय समातेर गृह मन्त्रालय सम्हालिसकेपछि देशलाई चाहिँ तपाईँको एउटा विकासको रूपमा फड्को मार्न लागिसकेको थियो। उहाँहरूले चाहिँ तपाईँको राजनीतिको प्रतिशोध साधेर, किनकि रवि लामिछानेले यो देशलाई एउटा नयाँ परिकल्पना र देशलाई परिवर्तन गर्न चाह्यो। परिवर्तन गर्नको लागि चाहिँ तपाईँको हामी भ्रष्टाचारीहरूले गरेका हाम्रा भ्रष्टाचारहरूका फाइल खोल्छ। हामीले चाहिँ तपाईँको जेलमा बसेर सर्नुपर्ने अवस्था आउँछ भनेर चाहिँ राजनीतिक प्रतिशोध साधेर बिना प्रमाणको आधारमा उहाँ अहिले रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यू अहिले जेलमा हुनुहुन्छ। त्यस कारणले गर्दा हामीले यी बुढा जुन बाहरूलाई हामीले अन्त्य गर्न पर्ने हुन्छ। एउटा जुन यी नेताहरूलाई अन्त्य गर्ने, जुन भ्रष्टाचारीहरूलाई अन्त्य गर्ने एउटा मात्रै उपाय छ, जुन निर्वाचनको बेला। निर्वाचनको बेला यिनीहरूलाई भोट नदिएर, हाम्रोलाई होइन कि राम्रो मान्छेलाई भोट दिएर यिनीहरूलाई अन्त्य गर्यौँ भने अनि मात्रै देशको विकास हुनेछ। त्यस कारणले गर्दा म एकछिन आफ्नै जिल्ला कालीकोट जिल्लाको बारेमा कुरा गर्छु। हाम्रो कालीकोट जिल्ला पनि कर्णाली अञ्चलको केही पिछडिएको जिल्ला, जहाँ पनि अहिले पनि पिछडिएको छ। जहाँ हाम्रो जिल्लाबाट मन्त्रीहरू नभएका होइनन्, हामीले सांसदहरू नपठाएका होइनन्। पटक पटक हामीले मन्त्री बनायौँ, पटक पटक सांसद बनायौँ। केही त आफ्नो आफन्त, आफ्नो नातेदारहरूलाई मात्र भयो, जहाँ हामी गरिब निमुखा सोझा जनताहरूले हामीले कहिल्यै पनि चाहिँ तपाईँको सेवा सुविधाहरू पाउन सकेनौँ। कालीकोट जिल्लाले कहिल्यै पनि विकास पाएन। त्यसमध्ये पनि पचाल झरना गाउँपालिकामा कहिल्यै पनि विकास हुन सकेन। पचाल झरनाको शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार, बाटोघाटो, मठ मन्दिरहरू कहिल्यै पनि विकास हुन सकेनन्। त्यहाँको एउटा डेलिभरी केसहरू पनि चाहिँ तपाईँको हामीले डेलिभरी गराउनको लागि हामीले डोकोमा बोकेर वा हामीले बोकेर चाहिँ तपाईँको सदरमुकाम ल्याउनु पर्ने अवस्था रहेको छ। नेताहरूले कहिले सोध्छन् त? त्यस कारणले गर्दा हामी पचाल झरनाका युवा मध्ये पनि वडा नम्बर 7 का युवाहरूले सचेत हुनु आवश्यक छ। त्यस कारणले गर्दा हामी सचेत भएनौँ भने अबको आउने 84मा हामी सचेत भएर राम्रो व्यक्तिलाई भोट दिउँ। राम्रो व्यक्तिलाई भोट दिएनौँ भने
हामी यही अवस्थामा हुनेछौँ, हाम्रो देश पनि त्यही अवस्थामा रहनेछ। पचाल झर्ना 7 का युवाहरूलाई म एउटा के आग्रह गर्दछु भने हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा आउन आह्वान गर्दछु, क्रियाशील सदस्य लिन आह्वान गर्दछु। हामीले त्यस गाउँ ठाउँको विकास गर्नु छ। हामीले पचाल झर्ना गाउँपालिकालाई एउटा देशकै नमुना गाउँपालिका बनाउनु छ। त्यस गाउँपालिकाको पनि पचाल झर्ना 7 को वडा नम्बर 7 पनि हामीले पालिकाकै एउटा नमुना गाउँपालिका बनाउनु छ। त्यस कारणले गर्दा हामी युवाहरू एकजुट हुन आवश्यक छ, एकजुट हुन आह्वान गर्दछौँ। जनताहरूले चुनावको बेला मात्रै जनताको घर दैलोमा गएर जनताका हात खुट्टा मल्ने काम चुनावको बेला मात्रै गर्दछन्। हाम्रो देशका नेताहरू के भए त? एउटा चाहिँ चुनावको बेला जित्ने, जनतालाई लाटो भेडा जस्तै बनाउने भयो। पैसाले चुनाव जितिन्छ भन्ने तिनीहरूको एउटा दिमागमै त्यस्तो छाप बसिसकेको छ। अबको 21औं शताब्दीको जनताहरू पैसाले मात्रै अब जित्दैन। अबको त 21औं शताब्दीको युवाले, अहिलेको टाठो बाटो कम्प्युटर जमानाको युवाहरूले त पैसाले अब चुनाव जितिन्छ नसोच्नु होला, कल्पनै नगर्नु होला। अब कस्तो व्यक्तिलाई भोट दिने भन्ने राम्रो व्यक्तिलाई मात्रै भोट दिनेछ। त्यस कारणले गर्दा हामी सबैले एकजुट भएर हामीले एउटा आफ्नो गाउँ ठाउँको विकास आफै गर्नुपर्नेछ। नत्र भने हाम्रो अवस्था जस्ताको त्यस्तै। म तपाईको माझमा एउटा उदाहरण दिन चाहन्छु कि किनकि एउटा छोरीको घर गर्नको लागि, बिहेको लगन काठो बनाउनको लागि हामीले कत्रो चाहिँ तपाईको ब्याकग्राउन्ड हेर्नुपर्ने हुन्छ। त्यो घरको खानदान कस्तो छ, त्यो केटा कस्तो छ, रोजगारी छ कि छैन भनेर पुरा बायोडाटा हामीले चाहिँ तपाईको हेर्नुपर्ने हुन्छ भने त्यो त दुःख पाउँछ त एउटा छोरीले, एउटा नारीले मात्र दुःख पाउँछ। त्यस्तो एउटा अधिकार आउँछ निर्वाचनको बेला मात्रै जनताको माझमा त्यो अधिकार आउँछ। त्यतिखेर हामीले राम्रो व्यक्तिलाई भोट दिएनौँ भने देशैले दुःख पाउँछ, सबै हामी नागरिकहरूले दुःख पाउँछौँ। हामीले राम्रो व्यक्तिलाई भोट दिन आह्वान गर्दछौँ। अहिले हामीले घर घरदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको क्रियाशील सदस्यता लिन आह्वान गर्दछौँ। हामीले वडा नम्बर जुन पचाल झर्ना गाउँपालिकाको वडा नम्बर 7 का युवाहरू करिब हामी 30-35 जनाले क्रियाशील सदस्यता लिइसकेका छौँ र क्रियाशील सदस्यता लिएर हामीले त्यो ठाउँको एउटा राम्रो व्यक्तिलाई, स्वतन्त्र युवाहरूलाई दिएर भोट दिएर हामीले विकास गर्नु छ। शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार सबैको हामीले विकास गर्नु छ। त्यस कारणले गर्दा हामीलाई राम्रो मान्छेको आवश्यकता छ। पूर्व मेचीदेखि पश्चिम महाकालीका सबै युवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई 84 को बेला जिताएर हामीले रवि लामिछानेलाई हामीले प्रधानमन्त्री बनाउनु छ र देशको एउटा भविष्य बनाउनु छ। त्यस कारणले गर्दा सबै युवाहरू एकजुट हुन देशैभरका युवाहरूलाई आह्वान गर्दछु। यो सामाजिक सञ्जालबाट मैले आह्वान गरेको छु। त्यसै कारणले गर्दा विशेष गरेर पचाल झर्ना गाउँपालिकाका वडा नम्बर 7 का युवाहरूले सबैले एकजुट हुनको लागि पनि आह्वान गर्दछु। धन्यवाद।